रोडमा भन्नु भएन नि त बहिनी रोडमा यो रोडमा भयो नि त बहिनी उठा 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 है त्यहाँ सिक्री पनि छ पैसा पनि छ हामीले कसरी हात हाल्नु कसरी सार्नु क्या सुनको सिक्री पनि छ क्या बहिनीको पैसा त्यस्तो छ हेर्नु न पासपोर्ट रहेछ होइन अब कसरी हात हालेर हामीले सार्ने भएर सुनी सिक्री हराइदिउँ भन्ला होइन डोलीलाई बोलाउनु पर्छ यहाँ त डोलीलाई बोलाउनु कहाँबाट चितवन जान्छु भन्ने त मान्छे सत्य बोलिरहेको हामीसँग त राम्रै थियो भने चितवन जान्छु भन्ने मान्छे हो बेला बेला हान्दा हुन्छ कि राम्रो बोलिरह भने चितवन जाने कहाँ हाम्रो लाइन सब झर्ने हो भनिरहेको गाडी आउँछ भयो नि भने मैले बेला बेला भ्याट्टै यहाँ हान्दै अनि दौडाउँदा विदेशबाट आखिर पासपोर्ट छ दाइ हुन्न ल हेर्नुहोस् है गाई चाहिँ यस्तो पैसा नि छ है लेडिज पुलिस बोलाउनु पऱ्यो क्या लेडिज पुलिस बोलाउनु पर्छ क्या यो लेडिज पुलिसै बोलाउनु पर्छ हामीले हुँदैन सुनको सिक्री छ सब छ यार सबै आइमीहरूले उठाइदिउँ न हामीले उठाउनु भन्दा सबै होइन होइन पैसा त पुलिसले गर्नुपर्छ हामीले हुँदैन पैसा तपाईँ गर्नु न पैसा तपाईँ गर्नु मैले भिडियो नै बनाइरहेको छु त त्यो फोन गरिदिउँ न घरमा त्यो पासवर्ड त्यो आइडी हेर्नु त त्यो आइडी हेर्नु पैसा गर्नु न मैले भिडियो नै बनाइरहेको छु नातिनु हुँदैन हामीले त्यो पनि मैले भिडियो बनाइरहेको छु मैले भिडियो नै बनाइरहेको छु घरको नम्बर छ पर्छ एउटा यहाँनिर लेखा होला क्या यहाँनिर हेर्नु त मजाले हेर्नु मैले भिडियो बनाइरहेको छु नाति मैले भिडियो बनाइरहेको छु तपाईँ नजानु न प्रशासनलाई छोडिदिनु पुलिस सिक्री तान्दिनु यहाँनिर उठा हेर मान्छेले लिएर जाला फेरि त्यता मैले छुट्टिरहेको छु मैले भिडियो बनाइरहेको छु कि नाति मजाले गर्नु अप्ठ्यारो पर्दैन हात भेट्लै 12,700 होइन चेन छ यहाँ सिक्री छ घडी होइन 12,700 अगाडि बढाउनु दुबई गएर आराम चाहिँ पासपोर्ट सासपोर्ट सबै थियो क्या सबै बोलिरहेको थियो पैसा छ रोडमा ढङ्ग लाग्यो पैसा चाहिँ भएर हराइदियो खिचिरहेको छु मोबाइल उता छ होइन मोबाइलमा यता मोबाइल ब्याग सुनको सिक्री सब जस्तो सुनको सिक्री देखिन्छ मोबाइलहरू नम्बर अब यो उचाल्नु नि त उचाल्नु अब अब छोरी मान्छेहरू उचाल्नु उहाँले यो समाज हामी छोरी मान्छेलाई उचाल्छौँ नि त के हो त के भयो
यताउता नसरोस् है कुत्ता गाडीले भेट्ला है यहाँ राखिदिनु त्यहाँ राखेर अब यो चाहिँ सुरक्षित चालले तपाईँले अरू नदिनु यो अरूभन्दा नि यो पासमा त नम्बर हाल्यो हुन्थ्यो होइन उचाल्नु अब हुँदैन र अब हामीले अब मान्छे हुन्छ उसले त भनिहाल्छ नि ल उठाउ ल बहिनी उठा आमा आउँदैछ ल उठा रोडको बिचमा भन्न यहाँ बहिनी भयो र तिम्रो मम्मी नै आएर यहाँ बिस्तारै के भएको बहिनी भन त तिमी ननाटी ल यहाँ बस्छ एकछिन बस्छ ल बस्छ ल यो मान्छेलाई ठुलो पऱ्यो पर्न चाहिँ पऱ्यो छैन रे आमा मलाई नि सँगै लिएर गएको भए हुन्थ्यो किन गएको भने क्या सायद के भयो आमा बित्यो होला कि आमा मलाई सँगै लिएर किन नगएको भने